ए फलिया छ कि फलिया छैन दाजु? अहिले ठिकै फलिया छ भाइ। आलु फलिया छ? आलु ठिकै फलिया छ अहिले। त्यही त। अहिले पोर त फलेन। अहिले राम्रै छ। समय अलि गडबड भएर पनि आलु ठिकै छ। अनि सिमी? सिमी फल्नु त फल्यो, काँचो भयो। काँचो भयो हैन? काँचो भयो के ने सर। यस्तै छ। ल यो के गर्न लाग्नु भयो यो? आलु हाल्ने? खाल्टो हैन? त्यसमा पुरै आलु हाल्नुपर्छ हैन? अच्छा। कतिसम्म जान्छ यसमा? यसमा अहिले भुन्नु हुँदैन, खुन्नै छु। खुन्ने छ हैन? कति 2-3 क्विन्टल? अनि के सिमीको बिटु त ठुलै ल्याउनु भयो रहेछ त? कति सिमी फलिया छ? त्यो के हो त हातमा? अनि यो आँपको बुट्टा हो। ए जुम्रामा पनि आँप हुन थाल्यो हैन? हुन थाल्यो के ए गोरु फर्स्ट जोड्नुहोस् है। आलु कति जति निकाल्नु भयो दाजु? आलु त अहिले ठिकै फलेछ भाइ। अनि सिमी? सिमी त कामै छैन, के गइहाल्यो सिमी गइहाल्यो हैन? सिमी गइहाल्यो। अब यस्तै छ। अब के अलि साल दाल खाने पनि सिमी छैन हो र? किनभने आलुमा अब तरकारी खानु आलु खाएर तरकारी खाएर अब कटाउनु पर्छ के ल त ल।